शान्तिबाल हस्पिटल गएर उतै बौद्धमा दाह सत्कार गरेर आएको मान्छे हो म। यहाँ यत्रो मोमबत्ती बालेको बाबु, अब दुःख पाउने भएपछि तार जोड्न सकेको थिइनँ क्या त्यति बेला मैले। अनि त्यहाँ त त्यो तार जोड्न नसकेर मोमबत्ती ऊ त्यो झ्याल बाहिर ऊ त्यत्रो झ्याल छ, त्यो जाली साली केही थिएन, रड मात्रै थियो। त्यहाँबाट त्यो यत्रो मोमबत्ती बाहिर राखेर अनि रातिको 8 बजे मेरो बाबु छ एउटा, अहिले 3टा छोरा एउटा छोरीमा एउटा बाबु छ अहिले। त्यो बाबु अहिले दुबईमा छ। अनि त्यो बाबुले फेरि यो खोलातिर गाँजा खाने चुरोट खाने केटाहरूले ठुलै बाबु छोराछोरीको बाबुले लगेर गएछन्, सानसानै थियो मेरो बाबु। अनि अब तिनले गाँजा खाएका नत्र मार्छन् भने ढुङ्गा मुदै हालिदिन्छन् कि भनेर फेरि त्यसलाई खोज्न गएँ ल 8 बजे राति। अनि त्यो बाबु नानीलाई मैले दुईटालाई हिँड तिमीहरू सक्छौ, म बहिनीलाई बोक्छु, लिन जाऊँ भनेको बो म भाइ बिना लिएर यहीँ बस्छु मम्मी, तपाईँको दाइलाई लिएर आउनु भन्नु माइला छोराले। अनि मैले यत्रो मोमबत्ती रके हुन्छ यस्तो डिला झाडीमा भनेर यत्रो मोमबत्ती त्यो जाली साली केही थिएन, खालीमा बाहिरपट्टि ऊ त्यो चरमा राखेर छोडेको थिएँ यत्रो मोमबत्ती। खाट फेरि यताको कुना थियो ल हेर्नु, 2टा खाट जोडिएको थियो, मान्छेले लिएर हरामुनि हाले चाहिँ गरेर आउँदा त टिन पनि जलिसक्यो अरे पटङ र पुटुङ भयो। त्यो धुवामा बाहिरै निक्लन सकेनन् हजुर। त्यहाँ जाली पनि थिएन, जाली त थियो जम्मै काटिएर त्यहीँबाट पस्ने खाजा खाने ड्रेस लाउने बाहिर भित्र अड्तेका छोराछोरी त्यहीबाट पनि निस्कन सकिन्छन् धुवाले घुरिएर। अनि आएर 3टा छोराछोरी पालो गरेर खोजेर ल्याउँदा मलाई कति खायो होला, उनीहरू त अब ढडेर भात परिसकेर तिनीहरूलाई त बिहोस भइसकेका। मैले 3टा छोराछोरी पालो गरेर खोजेर लिएर पिँढिया राखेर। श्रीमान कहाँ हुनुहुन्छ त? श्रीमान गोर्खा मिरकोट भन्ने ठाउँ छ। अनि त्यहाँ त अर्की बुढी छन् उतै छन्। अनि त्यहाँ फेरि यो घर पुरै यहाँ पुरै मान्छे सस्तै थिए क्या, यिनी छिमेकी जम्मै हुन्। त्यो छोराछोरी अब त्यो हड्डी डढिन्जेल त कति चिज चाहियो होला। मेरो यो झुप्रै फालेर मेरो छोराछोरी बचाइदिएको भए मलाई किन चाहिन्थ्यो, पहरामा नि बस्थेँ नि म त, पौवा नि बस्थेँ। तर यो पट्नेरी मान्छे यति धार्मिक छन्, मैले धन्यवाद चाहिँ दिन्छु। अब म परमेश्वरको जन, मैले निधि खुन्दी पनि गरेँ, त्यस्तो त भन्नु नि भएन, धन्यवाद दिएरै बसेको छु अहिलेसम्म लेखेको। अनि त्यहाँबाट त्यति हुँदाखेरि फेरि एउटा नेता छ यहाँ वडा 15 को प्रकाश पौडे, त्यो नेताले अब अहिलेसम्म तपाईँलाई हामीले मानवका नाताले हेर्न सकिनौँ, हामीले तपाईँलाई मान्छे गर्निनौँ, अब मलाई जिताउनुहोस्, मलाई प्रार्थना गरिदिनुहोस् प्रभु, मेरो शिरमा हात राखेर प्रार्थना गर्नुहोस्, मैले जितिसकेपछि तपाईँको छोरा निःशुल्क पढाउँछु, निःशुल्क जागिर जुटाइदिन्छु, यो घरको निर्माण पुरै गर्छु मैले भनेर आएर कसम खाएर भित्र पस्यो। पानीको छर बर्खा के अरे पानी आउने टिन चुहेर छर टाउमा थापेर बाहिर निक्ल्यो। म त के नै अर्दिन नचन् कि भनेको त ऊ यहाँ कोरेन संस्थाले 2,60,000 दिएको, 5 रुपियाँ दिएको भए त मरिजाउँ, खायो लपके। 2,60,000 कोरेन संस्थाले यो घरको निर्माण गरिदेऊ भनेर दिएको, 1 रुपियाँ 5 रुपियाँ नदिखाएको। त्यस्ता नेता छन्। म दिनदिनै गएर लडाइँ गर्छु त्यो वडा। अब के नि, अब त्यही हो हामीले पनि भन्नुको कारण, भन्ने कुरा त्यही हो तपाईँको। त्यो संस्थाले भन्छ मैले 2,60,000 उहाँको लागि दिएको, के हेर्नुभयो भन्छ उसले। अब आफै खायो ल, नेताले आफै खायो। अनि अलि अस्ति नै पनि 17 जनालाई 17 लाख रुपियाँ म बेहोर्छु भनेर त्यही संस्थाले फेरि यो निःशुल्क बिमा खुलाएको त्यो कोरेन संस्थाले। अनि मलाई तेरो छोरो लाउरे छ, अब तेरो छोराले कमाउँछ। अनि त्यो कोरियन संस्थाको त्यहाँ अध्यक्ष को छन्? यहीँ हुनुहुन्छ के अरे, अब यहाँ हो यो कुटुम्बमा। अब त्यो बाबुलाई पनि मैले वहीँ वडामै भेटेर मैले त्यो 18वटा बिमा गर्ने बेलामा मैले सबैलाई राखेरै भनेको क्या। तोरान सर हुनुहुन्थ्यो, अहिले त अब प्रकाशको त 5 वर्ष त उहिल्यै पुग्यो निक्लो, अहिले तोरान नै छन् क्या त्यहाँ। अनि त्यहाँ मैले भने सर हजुरले धेरै दुखी दलिद्री अब सबै दुःख पाउनेलाई तपाईँले सेवा गर्नुहुन्छ, तर तपाईँले सेवा गरेको मेवा पाउनुहुन्न, यी डाँका चोर छन्, यिनको हातमा नदिनुहोस्। तपाईँले यति सेवा गर्न सक्नुहुन्छ। यस्तो हो क्या, फेरि हाम्रो नेपाल सरकारले कस्तो खालको उस बनाएको छ भन्दाखेरि चाहिँ बाहिरबाट